हामी राखी किन्ने भनेर चाहिँ घरबाट निस्क्यौँ। अब राखी किनेर राखिहाल्नु भनेको। अब 1 हप्ता मात्र बाँकी छ, धेरै टाइम बाँकी छैन। त्यसैले आज बिदाको दिन चाहिँ हामी राखी किन्ने भनेर सबैजना निस्क्यौँ घरबाट। अनि हामी पहिला चाहिँ गङ्गासागर पोखरीनिर पुग्यौँ। उता जाँदै हेरेको त बाटोमा कस्तो राम्रो राम्रो लुगाहरू रहेछ बच्चाहरूको, कस्तो राम्रो क्युट क्युट कटनको, गर्मीमा लाउने, शीतल हुने। अनि मैले नि त्यो हेर्न थालेँ, कस्तो राम्रो लाग्यो मलाई त कलरहरू पनि। अनि त्यसको क्वालिटी पनि कस्तो राम्रो थियो कि, त्यो बाटोमा बेच्ने भए पनि कस्तो क्वालिटी चाहिँ कस्तो राम्रो के। अनि मेरो बाबुको लागि नि मैले 2-3टा चाहिँ लिएँ यसबाट। अब उसलाई घरमा लाउन सजिलो होस् भनेर, गर्मी नलागोस्, यसो शीतल लुगा थियो। अनि त्यही भएर मैले बाबुको लागि लिएँ। यो चाहिँ गङ्गासागर पहिलाको चाहिँ धेरै बजारहरू लाग्ने गर्थ्यो, अनि पुरै भत्काएको छ अहिले चाहिँ। अनि बजार चाहिँ 5 बजेपछि मात्र लाउन दिँदो रहेछ, दिउँसो चाहिँ लाग्दैन रहेछ फाटफुटमा। यतातिर पसलहरू पनि थियो, पहिला चाहिँ पुरै भरेर खाली ठाउँ नै हुँदैन थियो हिँड्ने खुट्टा नि। अहिले चाहिँ धेरै छ, खाली भएको छ पुरै बजारहरू हटाएपछि। अनि म राखी हेर्न गएँ, राखीहरू चाहिँ कस्तो राम्रो थियो, कति क्युट क्युट थियो। तर उता चाहिँ धेरै नै महँगो थियो। अनि मैले चाहिँ त्यहाँ छोडिदिएँ। अनि उता होलसेलमा गएर लिन्छु भनेर मलाई धेरै लिनु थियो। अनि म चाहिँ त्यहाँबाट निस्क्यौँ। अनि मेरो छोरी चाहिँ आइसक्रिम खान थाल्यो, उसलाई चाहिँ आइसक्रिम मन पर्यो। अनि फेरि म होलसेल पसलमा गएँ। अनि होलसेलमा पुगेपछि चाहिँ त्यहाँबाट मैले चाहिँ दर्जनमा राखी लिएको। त्यहाँ होलसेलबाट दर्जनमा लिँदा सस्तो पर्दो रहेछ, अनि त्यहाँ लिएँ। त्यसपछि मलाई एउटा साडी पनि लिनु थियो। अनि म चाहिँ साडीको पसलमा भनेर उता साडीको पसलमा गएँ। साडी हेर्दा त कति राम्रो राम्रो थियो, कुन्लिम हुने। हेर्दा त सबै आँखा टिल्ला हुने, कुन साडी कस्तो राम्रो राम्रो झुन्डाएको थियो। हेर्दा त सबै लिम हुने के। अनि त ह्यान्डवर्कको साडीहरू पनि थियो, कस्तो राम्रो राम्रो थियो। अनि त्यसपछि त कत्रो ठुलो पानी परेछ, यति ठुलो पुरै बाटोभरि पानीले पुरै डुबिसकेको थिएँ। आउन जानु कति गाह्रो भएको थियो। जसो तसो गरेर हामी चाहिँ निस्क्यौँ। आजको लागि यति, थ्याङ्क यू।